हो सो गाइस देख सकते हैं आप लोग इधर कन्याम इलाम खींचना। ओ माय गॉड देख सकते हैं आप लोग इधर वाओ। हेलो नमस्ते हुबी गाइज फाइन आई हो हजुर सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। म चाहिँ फाइनली इलामतिर आइपुगेछु गाइज। टक्कै इलामतिर हेर्न सक्नुहुन्छ म चाहिँ इलामतिर फर्स्ट टाइम आउँदैछु। इलाम पनि हजुरहरूलाई देखाउने छु के कस्तो छ भनेर। म डाक्टर दादा अनि प्लस करण दादा चाहिँ हामी तीनजना भएर चाहिँ इलामतिर चाहिँ घुम्न आइरहेछौँ मस्त। हेलो 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 गाइज हामी इलाममा छौँ अहिले। हामी कन्यामा आइपुगेका छौँ। हजुर हामी चाहिँ स्टुडेन्ट डाँडा पुग्यौँ। अहिले अब हामी कन्यामा यसो हेर्छौँ के छ रमाइलो ठाउँहरू। तपाईँलाई चाहिँ इलाम आउँदा के कस्तो लागिरहेछ दादा? इलाम आउँदा एकदमै यो इलाम आउनु एकदमै ठुलो गन्तव्य थियो। हामीले धेरै कुराहरू देख्यौँ। हजुर अनि त्यसपछि धेरै हुन्छ नि घाम पानी हो हिलो एकदम एकदम सबै कुरा हामीले फिल गऱ्यौँ। एकदम यो एकदम एडभेन्चर भन्दा कम छैन। हो हो तपाईँहरू हेर्न सक्नुहुन्छ हामी के गर्दैछौँ। अब हामीसँगै रहनु होला। हामी कहाँ कहाँ जान्छ के गर्छ सबै देखाउने नि छ। अनि प्लस हामी चाहिँ आज चाहिँ झापा बसिन्छ होला सायद। हामी विशेष गरेर बेलुका चाहिँ अलि तातो चिसो चाहिँ भइन्छ। करण दादा आउनु न। करण दादा चाहिँ त्यहाँ हुनुहुन्छ, त्यहाँ बिजी हुनुहुन्छ। त्यहाँ चाहिँ यस्तो भोपाल छ कि दादा हेर्नुहुन्छ सामान त्यसरी ल लुकेर त भ्यू हेर्न सक्नुहुन्छ। पछाडि हामी चाहिँ यहाँ म पहिल्यैदेखि मैले चाहिँ यो 9/5 मुभी हेरेको थिएँ कि मैले चाहिँ। त्यसमा हेर्दाखेरि मलाई पहिल्यैदेखि जान मन थियो। बाइचान्स आज चाहिँ हामी यता आइपुग्यो फाइनल्ली। लेट्स सी गाइज अरू के हुन्छ सबै देखाउने नै छौँ हजुरहरूलाई। ल बाई बाई। तपाईँहरूलाई म थोरै भ्यू देखाउँछु है गाइज। म यसलाई 360मा देखाउने छु। यहाँबाट अलिकति बादल लागिरह यो हेर्न सक्नुहुन्छ। यहाँ कस्तो दामी ठाउँ छ र मान्छेहरू यहाँनिर साइक्लिङ गर्ने मान्छेहरू छन् अनि हर्स राइडिङ गर्ने मान्छेहरू छन्। अनि यहाँ गाडीहरू छ र यहाँनिर एउटा आइसक्रिम पनि छ र सबै मान्छेहरू यहाँ सेल्फी खिच्ने यहाँ VR टेक्नोलोजी जस्तो खेल्ने पनि रहेछ एउटा ठाउँ। र यो कस्तो रमाइलो ठाउँ छ। अब चाहिँ हामी यो माथि डाँडा जान्छौँ। त्यहाँबाट सायद इलाम मजाले देखिन्छ होला। लेट्स सी गाइज अब चाहिँ हामी माथि जान पर्ने हुन्छ। त्यहाँ चाहिँ अलि 2-4वटा फोटो चाहिँ खिच्नु पर्ने हुन्छ। ठक्क पानी पर्ला जस्तो छ। ओ माई गड दादा के हो पानी पर्ला जस्तो छ त? पानी पर्ने के हामी हेर्नुको छ त। पानी पर्ला जस्तो छ दाइ के छ? हेलो हेलो सही हो। ट्याक्कै चाहिँ मैले सोचेकै थिएन कि इलाममा आज आउँछु भनेर। आमा तपाईँले हेर्न सक्नुहुन्छ। लुक एट द भ्यू। सेट हो सो गाइस देख सकते हैं आप लोग इधर कन्याम इलाम खिच्नु के भन्नु फोटोसुट भइरहेको मोबाइल छ त यार मेरो त पुग्दैन। सो गाइस हेर्न सक्नुहुन्छ इलाम। ओ माय गॉड ओ माय गॉड देख सकते हैं आप लोग इधर वाओ। चस्मा लाग्छ नि ल सो गाइस हेर्न सक्नुहुन्छ यो इलाम। टक्कै इलाम चिया बगान पनि घुमेर चाहिँ हामी निस्किनु पर्ने हुन्छ। माथितिर हेर्न सक्नुहुन्छ टक्कै चिया बगान। सो गाइस हामी चाहिँ कन्यामबाट चाहिँ अब निस्किन पर्ने हुन्छ। तर चाहिँ खासै रमाइलो चाहिँ भएन किनकि आफ्नो मुड खराब भइसक्यो चाहिँ। अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ यहाँदेखि। अब चाहिँ हामी झापा जाँदैछौँ। त्यही हो गाइस। अब तपाईँले चाहिँ भिडियो के कस्तो लाग्छ? खासै त्यस्तो चाहिँ हामीले चाहिँ अलि चाहिँ उ गर्न पाएन कि
कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दछु हस् बाई बाई